होइन। चलो हाम्रो बाइकको चाबी भेटेको छैन है त। एकचोटि अब हामी सिसी क्यामेराहरू लगाउँछौँ। यो ब्यागमा पनि रहन्छ, यो ब्याग पनि खोलिसक्यौँ। अब यसो सिसी क्यामेरा हेर्छौँ, भएन भने एकचोटि हामी ब्याग हेर्छौँ है त। हामी ब्यागहरू सब चेक गर्दैछौँ होइन। ब्यागमा भेट्यो भने भेट्यो, भेटेन भने हामी अब सिसी क्यामेरा हेर्छौँ। ल हामी चाहिँ रेडी भइसक्यौँ होइन। ल यो हाम्रो मोहन भाइहरू सबै चाहिँहरू अनि निखिल सर सब रेडी। हाम्रो ब्याग पनि रेडी, ब्याग रेडी होइन। वोकेटोकी एउटा त्यहाँ छ, एउटा यहाँ छ होइन। अब चाहिँ हामी माथि जान्छौँ अनि ब्याग स्याग बाँध्छौँ। अनि के चिया खाएर जान्छ होला नि, के खाएर जाने कि चिया माथि गएर खाँदैछ। ल त्यसपछि हामी ब्याग बाँधेर हाम्रो चाहिँ यात्रा फेरि सुरु हुन्छ। सो हेलो एभ्रिवान, गुड मर्निङ एन्ड नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। सो अहिले हामी छौँ बेनीमा होइन। आज चाहिँ हाम्रो राइड बेनीबाट अप्पर मुस्ताङको हुन्छ अनि अप्पर मुस्ताङ हुँदै केरोला नाकासम्म जाने भन्ने आजको प्लान छ। कहाँसम्म हुन्छ अहिले बज्यो लगभग बिहानको 7 जति बज्यो होला। अनि हाम्रो बाइकहरू यहाँ छ है, पुरै शीत परेको छ। अब यो मेरो एनके केटिएम अनि यो हाम्रो 220 अनि एनके चाहिँ यहाँ स्टार्टमा छ होइन। अनि यो 220 को चाहिँ चाबी हराएर खोज्न गइरहेको छन् टोलीहरू होइन। अनि म चाहिँ यहाँ बसिरहेको छु, अब ब्याग बाँध्छु मैले। अनि सो आजको राइड चाहिँ हाम्रो त्यही अप्पर मुस्ताङसम्मको हुन्छ। हिजोको राइड चाहिँ एकदम राम्रो भयो होइन। सो अब आजको राइड पनि राम्रै हुन्छ होला। अब चाहिँ यहाँबाट अफरोड हिँड्नुपर्छ, अलिकति कति छ के छ जो मुस्ताङ आउनलाई केही पनि समस्या छैन, बाटोको समस्या केही पनि छैन है त। बाइकर्सहरू मजासँग आउनु सक्नुहुन्छ। सो यही नै हो बाइकको कुरा चाहिँ, बाटो नगरौँ है त। हाम्रो चाहिँ यहाँ बाइकको चाबी हरायो है त, यो 220 को। कहाँ राख्नु भयो जहिले हिजो ब्यागमा त्यस्तो छ कि यसो गर्नु चाहिँ चाबी निकाल्यो कि उसमा राखिहाल्नुपर्छ कि। हाम्रो चाबी चाहिँ हराएको छ 220 को, हामी खोज्दैछौँ होइन। अनि बाइक चाहिँ वाममा छ, 220 को चाबी नभएर चाहिँ यहाँ हामी मोबिलहरू त सबै हालिसक्यौँ चैनमा होइन। त्यो चैनमा मोबिलहरू सबै हालिसक्यौँ। तर अब यो 220 को मात्रै बाइक स्टार्ट गरेर राख्नु होला। अनि चाबी भेट्यो भने हाम्रो फेरि सामान बाँधेर राइड सुरु हुन्छ है त। ल यहाँ चाबीहरू खोज्दैछन् झोरामा टोलीहरूले होइन। हुन्थ्यो उहाँले राखिदिनु भयो कि नत्र अब क्यामेरा हेरौँला। क्यामेरामा हेर्नु नि हुन्छ। एकचोटि यो ब्याग पनि खोलेर हेर्ने कि त, कहिलेकाहीँ पर्न पनि सक्छ क्या। नत्र यो ब्याग खोलेर हेरौँ एकचोटि होइन, नबान्दै क्या। हामीले रुममा लगेकै हो कि खै त्यही त। त्यो सिसीमा हेर्नु लगाउँ नि त, सिसीमा हेरौँ। लगाएर हामीले झोलाहरू चेक गरिसक्यौँ, झोलामा चाहिँ छैन है त। अनि यो झोला पनि चेक भइसक्यो, यो झोला पनि चेक भइसक्यो। अब त्यो झोलामा चेक गरेर बाइक छ, त्यो झोलामा त झन् कहाँबाट पऱ्यो होला र, त्यो झन् अलग्गै थियो उता। छैन सर। खै अब ल बाइकको त यो जो हामीहरू यो उसको लागि हेडफोनको लागि त्यो इन्टरकमको लागि इयरफोन हाल्ने हुन्छ नि, त्यो भित्र बाइकको चाबी अड्डिया रहेछ। ल यहाँ भित्र छ, ल चाबी राख्ने खोज्ने हामीहरू। चाबी चाहिँ यहाँभित्र अड्डिएको छ है। आजको जरिमाना सबै ज्वाइँलाई जेठालले अब हेलमेट समाएर यसरी आउँदा नि झरेन त। हामीले ब्याग खोल्दा हैरान। यसो पाइयो चाबी चाहिँ। अब हामी चाहिँ ब्याग स्याग बाँध्छौँ अनि यहाँबाट हिँड्नुपर्छ है त। ल आज हाम्रो चाहिँ झन्डा बान्ने कार्यक्रम भइरहेको छ होइन। अनि हिजो चाहिँ हामीले झन्डा बाँधेको थियौँ। हिजो हामीले यो बेनीमा आएर किनेको झन्डा हो। सो अहिले चाहिँ हामीले झन्डा बाँध्दैछौँ। आउने कि सर अहिले बल्लेवरी बान्नु, झऱ्यो पनि चप्पल झरे जस्तो भयो नि तपाईँ आज फेरि जरिवाना पनि पर्नु। झन्डा चाहिँ झर्नु भएन है, चप्पल झरे पनि। यो नेपालको राष्ट्रिय झन्डा हो। अनि सोह्र ब्याग पनि बाँधिसक्यौँ होइन। अनि अब हामी एकछिन अब यो सबै सकेर हामी यहाँबाट अब हिँड्नुपर्छ। कति बजी हिँड्ने भनेको हामी, कति बजी अहिले? 8 बजेको टार्गेट हो। सो हामी चाहिँ बेनीबाट चाहिँ लाग्यौँ है त। बेनीबाट हामी हिँड्नै सक्यौँ गाइज। अब हामीले नास्ता केही पनि खाएको छैन होइन। अब हाम्रो नास्ता कहाँ हुन्छ, लेतेमा तातो पानीमा कहाँ गएर हुन्छ। हामी त्यहाँ गएर नास्ता खान्छौँ। अनि त्यसपछि लेते गएर यसो बाइक लास्ट यार 20 यार दुईतिर सामान बाँधेको यार। अब
टोलीहरू अगाडि गइसके होइन। मेरो बाइक त तान्नै धाउ हुन्छ, गरुङको लास्टै गरुङको छ के तान्नै धाउ हुन्छ भने बाइक। मोहन भाइ हजुर दाइ हजुर। अहिले अगाडि गइसकेपछि झरनाहरू दामी देखिन्छ है। बाटोहरू बनाउँदैछ, ग्राभलिङ टाइपको बाटोहरू छ होइन। अनि अब हिलो छ, अफरोड हो यहाँबाट होइन। अनि त्यसपछि माथि लेते पुगेपछि फेरि पिच छ है त, लेतेमा फेरि पिच छ। यो यार भाइजर यो लगायो कि फक जमिहाल्छ भने क्या। ल ऊ त्यहाँ वाटरफल गाडी ल कतै कतै बाटो चाहिँ यस्तो अप्ठ्यारो छ होइन। हिलो छ, अप्ठ्यारो त के भन्नु, हिलो होइन। अब पानी परेको यस्तो पैसहरू आएको ठाउँमा हिलो भइहाल्छ। अस्ति पहिरो आएको सायद यहीँ हो जस्तो लाग्यो है। अस्ति एक दिन पहिरो आएको थियो, आएर बाटो नै पुरै जाम, बाटो नै पुरै ठुलो पहिरो आएको ठाउँ थियो क्या। यही हो जस्तो लाग्यो अस्ति आएको पहिरो। ल यो गल्छी चाहिँ बब्बाल देखिन्छ क्या, यो गल्छी होइन। यो पोखर, यो ढुङ्गा होइन आएको, अनि सानो गल्छी देखिन्छ क्या, यो काली गण्डकी बगेको दामी देखिन्छ है। अहिले अगाडि जानु, जुम गर्नु, जुम। ल हेर्दै ट्रक आएको। ओ ट्रक 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 बाटो साङ्ग्रो छ। सो अल राइट गाइज, हामी चाहिँ छौँ तातो पानीमा है त। यो तातो पानी होइन, यहाँ नेचुरल तातो पानी आउँछ, हट स्विमिङ हो। यहाँ चाहिँ नुहाउँदा एकदम आनन्द फिल हुन्छ क्या। नुहाइसकेको चाहिँ बब्बाल दामी हुन्छ यहाँ चाहिँ होइन बस्नलाई तातो पानीमा। हामी के गर्ने, बस्ने कि जाने त होला होइन। के चाय खाएर डेती जाउन्जेल 9 साढे 9 भइजान्छ होला। डेती जाउन्जेल 9:30 भइजान्छ होला। ल जाउँ, ल लेते जाउँ। ल हामी चाहिँ अब लेते नै। चल राइट, हामी चाहिँ पुग्यौँ रूपसिया झरना। ल हेर्नुहोस् गाजी, यो रूपसिया झरना। अनि यहाँ माथि चाहिँ चट्ट छ, यहाँ फोटा हानौँ, फोटा। ल है त झरना। सोल हामी चाहिँ यहाँ रूपसिया झरनाबाट जान लागेको है त। सर अलिकति अगाडि लिइदिनु।
यहाँ चाहिँ हामीले अलिकति फोटो सुटहरू गऱ्यौँ होइन। अनि त्यसपछि जो ठाउँ दामी छ कि यहाँको झरना होइन, नेचुरल झरना। आउने यतातिर बाटो चाहिँ बब्बाल छ क्या बाटो। यो पहरहरू हेर यस्तो पानी, कस्तो पानी झर्या हुन्छ है त्यो पहरबाट है। ल जोस् अहिले पिच गरिदिएको छ यहाँ चाहिँ होइन, त्यस्तो अप्ठ्यारो हुँदैन चलाउनलाई। पिच नगर्दा त आम्बो यहाँ त कम गाह्रो हुन्थ्यो होला हो। पहर क्या पहर काटेर बनाएको छ क्या बाटो। भिजायो यार पानीले, ओ चिसो भयो हौ डाँडा यार। क्या देखेको हो बब्बा। ओ माई गड, ओ माई गड, भ्यू गाइज, भ्यू है क्या छ यार भ्यू, ओ माई गड। लगायत हामी चाहिँ यो चेकपोस्टमा आइपुग्यो होइन चाय पानीको लागि। अब यहाँ अब त हामी इन्ट्री गर्छौँ। यहाँ त लास्ट इन्ट्री चेकपोस्ट हो जस्तो लाग्छ होइन। डाँडाहरू क्या बवाल देखिएको छ क्या। इन्ट्री गरौँ, जानु सबैको इन्ट्री गरिदिनु तिनटै। ल हाम्रो निखिल सर इन्ट्री गर्न जाँदै हुनुहुन्छ। यहाँको सल्लाहहरू क्या छ है सल्लाहहरू यहाँको है। अर्कै कस्तो देखिने कि दामी है। पारिबाट कस्तो बवाल भ्यू देखाएको थियो। निखिल सरलाई भिडियो बनाउनु भनेको क्या दामी सल्लाहहरू देखिने क्या। डाँडाहरू क्या छ बवाल यार। अब यहाँबाट हामी चाहिँ लेते 7 किलोमिटर मात्रै छ है। हामीहरू यो त्यही राइडमा हिँड्दाखेरि मात्रै युज गर्ने भएको कारणले यतै राखेर जानुपर्ने हो यो। ए ल ल ठिक छ। ल हाम्रो चाहिँ अब यो यहाँबाट चाहिँ ड्रोनहरू अनि यो ओके टोके सेटहरू लिन मिल्दैन अरे होइन। हामी चाहिँ ओके टोके सेटहरू चाहिँ अब यहीँ छोडिदिन्छौँ होइन। यो सेट त खासमा केही नहुनुपर्ने है होइन सर। तपाईको च्यानल तपाईको दुईटा बोल्नुहुन्छ हैन। जस्तै तपाईले सेपरेट गफ गर्ने हुन्छ नि, अनि तपाईले भन्छ नि सिस्टमेटल 19 मा जा भनेर यसरी कुरा गर्न मिल्यो के कुरा गर्नलाई। अनि प्रायः फ्रिक्वेन्सी जुदिरा हुन्छ के। तपाईको फ्रिक्वेन्सी छ नि त सिस्टम बसिरहनु भयो नि, सिस्टम भनेको सब पुरा डिस्टर्ब गरेर हुन्छ के सेटले। हो गाडीहरू इन्ट्री भयो लगाउनु के त्यो फक जुमे लगाएको होला। लगाएछ हाम्रो चाहिँ क्यामेराहरू के गरे हाम्रो चाहिँ ओके टोके चाहिँ यहीँ छोडेर जाँदैछौँ होइन। सो फर्किँदा लिन्छौँ ओके टोके चाहिँ है त। ल हाम्रो मोहन भाइ भित्र इन्ट्री गराउनु जानुभएको छ त्यो ओके टोकेहरू। अनि फर्किँदा चाहिँ हामी ओके टोके लिएर जान्छौँ। हाम्रो बाइक चाहिँ इन्ट्री भइसक्यो होइन, बाइकहरू इन्ट्री भइसक्यो होइन, बाइकहरू चाहिँ इन्ट्री भइसक्यो। अब चाहिँ त्यो इन्ट्री गराएर अनि हामी यहाँबाट जान्छौँ है त। ल सर हस्, ल थ्याङ्क यू है सर। ल हस् जाम। ल हामी चाहिँ यहाँबाट गएको र यहाँ चाहिँ हाम्रो ओके टोके सेटहरू चाहिँ यहीँ राखिदिनु भयो हाम्रो नेपाल प्रहरी सरहरूले होइन। ठिकै छ, अब लिन मिल्दैन भने चाहिँ रुल्स हो, यहीँ छोडिदिएको हामीहरूले। अनि अब चाहिँ हामीले ड्रोन चाहिँ लग्यौँ है। ड्रोन छैन भने ढाँटेर लग्यौँ गाइस। ढाँट्नु चाहिँ नहुने हो तर हामी लगेर गएको छौँ। हामी चाहिँ उडाउँदैनौँ सायद ड्रोन है। अब लगिया छ त्यही पनि नउडाउने ड्रोन चाहिँ उडाउँदैनौँ हामी। यहीँ सकभर होटेलमा छोडिदिन्छौँ ड्रोनहरू है त गाइस। खाना चाहिँ हामी लेतेमा खान्छौँ। सो फाइनली हामी चाहिँ पुग्यौँ लेते डाँडा है त। लेते डाँडा अब यहाँबाट चाहिँ बजार सुरु हुन्छ होइन। अनि यहाँ चाहिँ बबाल भ्यू छ क्या गाइस, बबाल भ्यू छ होइन। दामी भ्यू छ गाइस यहाँ चाहिँ है। लगायत हिमालहरू है त। ल लेतेमा देखिने हिमालहरू यो त पछाडि पनि देखिन्छ, अहिले छोकेको छ होइन। वाट अ ब्युटी यार, वाट अ ब्युटिफुल यार, ब्युटिफुल लेते अस्पताल। सो गाइस ल हामी चाहिँ अब के गरे लेते होइन। हामी चाहिँ लेते पनि पुग्यौँ है त। यो लेतेको पछाडि देख्न सक्नुहुन्छ हिमालहरू है। भ्यू यस्तो दामी भ्यूहरू छ तर अहिले चाहिँ बादल लागिसकेको छ होइन, अलिक कम देखिएको छ। बिहानदेखि चाहिँ यस्तो दामी भ्यू होइन। बिहान म चाहिँ पहिला आएर यहाँ तल होटेलमा बसेको थिएँ।
बिहान यस्तो बल क्लियर देखिन्छ, घाम पनि टक्क लागेको कस्तो गोल्डन कलरको देखिन्छ कि अनि त्यो घाम लाग्ने बेला अनि तल थियौँ। अनि हामी चाहिँ ढिला हामी तलबाट आएको भएर चाहिँ अलिअलि बादलले ढाकिसकेर रहेछ। यता पनि छ हिमाल त, यता पनि देखिन्छ। सो अब एकछिन यहाँ हामी खानासाना खान्छौँ अनि त्यसपछि यहाँबाट हामी अप्पर मुस्ताङको लागि लाग्छौँ होइन। ल हाम्रो टोलीहरू यहाँ छ स्टेटवाला होइन। अब खाना अनि मोबाइलहरू चार्ज हाल्नु पऱ्यो। ल हामी चाहिँ खाना खाँदैछौँ है त लेटेमा। यहाँको चाहिँ प्योर भनेको स्पेसल आलु नै हुन्छ होइन। यो आलु नै हो यहाँको स्पेसल। अनि एउटा स्पेसल यो छ लाइक यो अचार के चुल्ठी अचार यो अचार पनि प्योर हुन्छ। केबाट बनाउँछ नि यो चुल्ठी टाइपको हुन्छ। ऊ हुन्छ जङ्गलमा पाउँछ क्या, बोट हुन्छ सानो जडीबुटी जस्तै हुन्छ जस। ल हाम्रो यहाँ चाहिँ खाना भइरहेछ है त। सो राइट हामी चाहिँ लेटेबाट पनि खानासाना खाएर जानु लागेको है त। लेटेबाट खानासाना खाएर अब हामी सिधै अप्पर मुस्ताङको लागि जाँदैछौँ है। यस्तो माने यहाँ इन्ट्री छ। जाँदाखेरि चाहिँ इन्ट्री गर्नु पर्दैन, यहाँ आउँदाखेरि चाहिँ इन्ट्री गर्नुपर्छ है त। जाँदाखेरि चाहिँ इन्ट्री। यो भाइजरमा फक जमेर यार चिसोमा अब गएर यसको एन्टी फक हाल्नै पर्ने भयो यसमा। ल अब हाम्रो मोहन भाइले चाहिँ केटिएम चलाउनुहुन्छ यो होइन। अनि अब म एकछिन 220 चलाउँछु कि एनके चलाउँ? ल एनके चलाउँछु म। ए निखिल सर पनि है बस्ने? ल ठिक छ ल म त 220 चलाउँछु। हाम्रो मोहन भाइले चाहिँ हाम्रो केटिएम चलाउनुहुन्छ। ल अब एकछिन हामी बाइक चेन्ज गर्दैछौँ है त। ल जानुहोस् चलाइहाल्नुहोस् फटाफट भिडियो। यो यस्तो दामी भ्यू देखिन्छ यहाँ होइन। यहाँ अलि अगाडि ओ यहाँबाट भित्र सल्ली गाडी छ क्या, पुरै सल्ली गाडी भित्र मान्छेहरू जान्छन् क्या त्यहाँ भिडियो बनाउनु। ए यो गोबरबाट पनि रेकर्ड होस् है। भ्यू कस्तो देखिएको छ बब्बाल होला नि होइन। यो पुरै काली गण्डकी पुरै यो होइन यस्तो बब्बाल छ है। अहिले हामी छौँ मार्फामा है त। यहाँ पुरै मार्फा स्याउ बारीहरू छ। यहाँबाट भित्र जाने एउटा मार्फा जाने बजार, यो मार्फा बजार है त। यहाँबाट भित्र स्याउ खेती गर्ने ठाउँ यता भित्र छ, स्याउ बगानतिर जाने होइन। अनि ऊ पारे हाम्रो के छ त्यो मूर्ति जस्तो त्यो ढुङ्गामा कलरिङ गरेको रहेछ होइन। हामीलाई मार्फामा पानीले स्वागत गरेको छ है त, पानीले स्वागत गरेको छ। के हो हामी खत्रै हो के हो, पानीले स्वागत गरिरहेछ हो। ल यो पुल पहिला थिएन, अहिले बनिसकेछ है। म पहिला आउँदा पुल थिएन है। अनि जोमसोङमा अब यहाँ नजिकै जोमसोङ बजार भइहाल्यो होइन। सो लगायत हामी चाहिँ पुग्यौँ जोमसोङ है त। जोमसोङ बजार पुग्यौँ। बेनीको बजार आजभोलि यो लाइटहरू हालेर रहेछ यार। म पहिला आउँदा लाइटहरू थिएन है, अहिले दामी लाइटहरू हालेर रहेछ। बेनीको बजार जता माया उतै छ न, 12 बजे हावा सरर जोमसोङै बजार। स्वर्ग हेर्ने स्वर्ग यही नै हो गाइड। ल त्यस्तो बबाल भ्यू छ है, हेर्नुहोस् भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरूले। जोमसोङदेखि अगाडि पुगिसक्यौँ है त। अब यहाँबाट कागबेनी 7 किलोमिटर छ होइन। अनि हामी चाहिँ कागबेनी गएर के खान्छौँ हामीले है, त्यहाँ चिया खान्छौँ। कागबेनी गएर चिया खाएर अनि त्यहाँबाट हामी अप्पर मुस्ताङको लागि हिँड्छौँ होइन। सो भ्यू चाहिँ यस्तो बवाल छ है गाइज, यस्तो दामी छ। स्वर्ग स्वर्ग है। यो हाम्रो नेपालको स्वर्ग हो एकदम। मरुभूमि, नेपालको मरुभूमि भन्छ होइन। हामी चाहिँ कागबेनी जाँदैछौँ। यो देखेको कागबेनी है त, यो कागबेनी हो। हामी त्यहाँ जान्छौँ एकछिन, अनि त्यहाँ बस्छौँ चिया नास्ता खाएर, अनि त्यहाँबाट हामी फेरि जान्छौँ है त। अनि अलिअलि तेलहरू पनि हाल्नुपर्छ। तेल पनि अहिले सकिसकेको छ। कति छ 370 किलोमिटर भ्याउँछ भ्याउनु रहेछ होइन।
निखिल सर तपाईँ के लिन लाग्नु भएको? ल हाम्रो लगाएर हाम्रो टोइलेटलाई चिसो धेरै भएको टोपी ट्राउजर किनेर आएको छैन होइन। ए यहाँ चाहिँ यो ट्राउजरहरू तपाईँले कुन यो ट्राउजर लिने? यो ट्राउजर लिने अनि टोपी पनि? तपाईँ रातो टोपी लिने? मेरो कस्तो देख्यो? हो ल यो ठिक छ नि। यो भेडा कुनको हो दिदी? हो यो ठिक छ त सेतो। यो कलर कुन कुन कलरमा छ दिदी? निलो कलर रहेछ, रातो कलर रहेछ, सेतो कलर छ। यो कलर ठिक छ। तपाईँले ल्याउ र यो कलर सेम होइन? यो कलर ठिक छ। ल यहाँ दामीहरू कपडाहरू पाउँदो रहेछ। ल हामी दिदीको यहाँ प्रचार पनि भइहाल्छ है त। ल एउटै हो, डिजाइन फरक हो। दिदी गोल्डन च्याउ हो? गोल्डन च्याउ हो। गोल्डन च्याउ है। कति रुपियाँ किलो छ दिदी? 200। यो त परेन दिदी, के गरौँ? कतिवटा लगाउँ? हो गाइस क्या छ ठाउँ? यो अहिले चाहिँ लोङथाङ जानलाई बाटो चाहिँ यताबाट मोडेको रहेछ है। जस हामी पहिला चाहिँ त्यहाँबाट सर्टकट थियो क्या बाटो, अहिले चाहिँ पुरै मोडेर यताबाट ल्याएको रहेछ। गाइस हामी चाहिँ सिधै अगाडि केरला जाने बाटो आएछौँ होइन। त्यहाँबाट उता भित्र जानुपर्ने। अनि पहिला आएको बाटो अर्को थियो क्या पहिला भने। सुन्नु पहिला आउँदाखेरि त्यहाँ पुल थियो नि, पुलै थिएन आउँदा। ल दाइ हामी लाग्यौँ है। हामीले यो ट्रकलाई सोधेर फेरि रिटर्न हुँदैछौँ है। हामी चाहिँ अहिले अगाडि आइपुगेछौँ यो कोराला नाका जानेतिर। त्यहाँ अगाडिबाट तलतिर जानुपर्ने हो खास होइन। म पहिला आएको हो नआएको होइन, तर त्यहाँबाट पहिला अर्को बाटो थियो कि तलतिर झर्ने होइन सर्टकट। अनि बाटो पनि एकदम अफरोड थियो कि लास्टै। अनि यता नयाँ बाटो बनाएको रहेछ, पुलसुल हालेको रहेछ। मलाई त त्यो पुलहरू केही पनि थाहा थिएन क्या, पहिला पुलै थिएन। हामीहरू चाहिँ पुगिसक्यौँ। कहाँ हो हाम्रो रुम? खै मोडहरू दिदी कहाँ हाम्रो? यो ढोका लगाइदिनु, म त रुम खोज्न आएको। एटिएसमा सानो रहेछ है। ल हाम्रो रुम चाहिँ यही नै हो है त। ल 5वटा हो कि कति? 6वटा खाट छ होइन। कहाँ हेरौँ न हेरौँ ल। अनि यस्तो ल हामी चाहिँ होटेल दिउँ। अझै पनि रुम हेर्दैछौँ, टोलीहरू रुम हेर्छौँ अझै है त। ल हाम्रो चाहिँ ढिँडो आएको छ होइन। यो के को ढिँडो हो दाइ? यो फापरको? ल यो फापरको ढिँडो होइन। ल यो हामी अब एकछिन ढिँडो खान्छौँ होइन। चिसोमा ढिँडो खान एकदम बेस्ट हुन्छ क्या। अनि हाम्रो निखिल सर चाहिँ भाते भएर भात खाइरहेको छन् होइन। हाम्रो निखिल सर भाते हुन्, घर पनि भात यहाँ पनि भात। ल अनि हामी चाहिँ अब एकछिन ढिँडो खान्छौँ अनि त्यसपछि फेरि अहिले रुममा गएर कुरा गरौँ है त। ल कस्तो छ मन भाइ? ल ढिँडो हाल्नुहोस् त मुखमा। बिस्तारै हाल्नुहोस् न यार, तपाईँ त्यस्तो नहाल्नुहोस् न। होइन नि यो त पुरै के अरे स्लो मोसनमा हाल्नुहोस् न। होइन पुरै रात स्लिप हाल्नुपर्छ। ल ल गाइस ल ढिँडो चाहिँ बबाल हुन्छ है। किनकि हामी उतातिर प्रायः खान पाइन्न होइन। अब यहाँ आएको बेला खाने यो चिज भनेको दामी छ दामी। ल अब खाम एकछिन। ल्याम पारेर होइन दिदी? ओ हाम्रो यहाँ ज्वाइँले चाहिँ ढिँडो चपाएर खाने हुनुहुन्छ है। नारायण ल ल चपाएर एकचोटि खाइदिनुहोस्। ल एकचोटि ज्वाइँले खाएको हेर्नु चपाइकन। ल ढिँडो पछि मेरो खायो फेरि यो 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 यस्तो नै। ल ढिँडोलाई टक्क यस्तो डल्लो बनाउने
अनि यसलाई चाहिँ मासुमा फेरि यसलाई यसरी चबाउनु हुन्न है चोप्ने अनि दालमा यसरी चोप्ने अनि त्यसपछि मिल्यो यसरी